तपाईको 14 करोड कति घोटाला गर्ने घेदुङले यही कुरा गरे भनेपछि अनि मैले एउटा निवेदन के हाले भन्दा भाषा एकता गर्ने बारे मन्त्रालयमा उपरोक्त सम्बन्धमा प्रत्येक नगर गाउँपालिकाबाट मातृभाषाको पाठ्यक्रम पाठ्यपुस्तक तयारी गरी मातृभाषाको पठन पाठन गर्ने गराउने कार्यमा मातृभाषाको विकास नभई विखण्डित भएकोले यस्तो कार्य तुरन्त बन्द गरी पाठ्यक्रम विकास केन्द्रबाटै नै तयारी भएका तामाङ भाषाको एउटै पाठ्यपुस्तक तयारी गरी पठन पाठन गर्न गराउनको लागि भनेर तपाईको निवेदन हालेको त्यो निवेदनको तपाईको डकुमेन्ट के भनेर निवेदन हाल्यो भन्दाखेरि भाषा त गाउँपालिका पछि बनाउने भयो नमिलेको भाषाले झन् बिगार्ने भयो गाउँपालिका विषय पाठ्यक्रम कहीँ बनाउँछ कहीँ दुनियाँमा त्यस्तो छ पाठ्यक्रम भनेको पो त एउटा बनाउँछ नि त तामाङको नौगढको तामाङको पाठ्यक्रम त्यो नौगढमा पनि तपाईको यो के भन्छ माथिरको एउटा कगनीको एउटा यस्ता पाठ्यक्रम बनाउन लागि सरकारले सहमति दियो त्यो माग गरेकोले घेदुङले किन माग गर्दो रहेछ भन्दा भोका छ पेट गाउँपालिका पछि बजेट निकास गर्ने पाठ्यक्रम बनाउने हिँड्ने रमाइलो गर्ने खाने अब तपाईको 14 करोड कति घोटाला गर्ने घेदुङले यही कुरा गरे भनेपछि अनि मैले एउटा निवेदन के हाले भन्दा भाषा एकता गर्ने बारे मन्त्रालयमा उपरोक्त सम्बन्धमा प्रत्येक नगर गाउँपालिकाबाट मातृभाषाको पाठ्यक्रम पाठ्यपुस्तक तयारी गरी मातृभाषाको पठन पाठन गर्ने गराउने कार्यमा मातृभाषाको विकास नभई विखण्डित भएकोले यस्तो कार्य तुरन्त बन्द गरी पाठ्यक्रम विकास केन्द्रबाटै नै तयारी भएका तामाङ भाषाको एउटै पाठ्यपुस्तक तयारी गरी पठन पाठन गर्न गराउनको लागि भनेर तपाईको निवेदन हालेको त्यो निवेदनको तपाईको डकुमेन्ट कति तयारी गर्यो भन्दा तपाईको टिप्पणी उठाएर उल्टो पाल्टो टिप्पणी उठाउन थाहा छ भने उठाएर तपाईको कति वर्ष धोका दियो मलाई भन्दाखेरि तपाईलाई 2 वर्षसम्म अल्मलायो निरन्तर धाउँदा सिंहदरबार प्याउ जस्तो गरे तपाईले हेर्दाखेरि त हजुरसँग बोल्दा अलिक नरम बोल्छु सिंहदरबार नामै सिंह अलि बाघ जस्तो बोल्छु टेर्दैन भने कुस्ती खेल्ने हो यो पनि भन्छु अनि मैले फेरि त त्यसो निर्णय कहिले गरे त भन्दा उठान गर्दा 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 मन्त्रालयले काम गर्दा यो त तपाईको यो त होइन यो त शिक्षा मन्त्रालयले गर्ने हो नि यो भाषा बीचको यो लिपि सिपीको विडम्बना गर्ने को हामीले हेर्दैनौँ यो लिपिको बारेमा भनेर फेरि शिक्षा मन्त्रालयले पन्छ्यो शिक्षा मन्त्रालयले पन्छेपछि त कहाँ जाने त लिपि अब संविधानमा के भने लिपिको संरक्षण गर्ने भनेको छ लिपि बारे तपाईँको जगेर्न गर्ने भनेको संविधानमा भनेपछि संस्कृति मन्त्रालयमा गएको संस्कृति मन्त्रालयले राम्रै स्पोन्सर गरे संस्कृति मन्त्रालय अन्तर्गत अभिलेख लगाइरहेछ यहाँ तपाईँको त्यो लिपिहरूको संरक्षण गर्ने एउटा अधिकृत खटाएर बसिरहेको लेखेको छ उसले सम्बोडा लिपिको प्रमाणित गराएर ल्याएर शिक्षा मन्त्रालयले दिएपछि त्यहाँ चुप अनि भन्छ फेरि भाषा आयोगमा गयो हजुर त भाषा आयोगमा तपाईँ के भनेर भन्दाखेरि अब त्यो अहिले लोकपाल लोकचन भइदियो बर्बाद गर्थ्यो अर्को एउटा भावन थियो भाषा एकता गर्नुपर्छ कि पर्दैन भन्दा गर्नुपर्छ कसरी गर्ने भन्दा तपाईँको विखण्डित गर्न पाउने भन्दाखेरि मेरो निवेदन हालेँ मैले फेरि भाषा आयोगमा भाषा विखण्डित भयो खण्डित भयो अब खण्डीकरण गर्न पाउँदैन भनेर भाषा आयोगको निवेदन हालेपछि 6औं राष्ट्रिय प्रतिवेदनमा राष्ट्रपतिलाई के भनेर हाले त भन्दा भाषा तपाईको चाहिँ विखण्डित गर्नु हुँदैन भनेर तपाईको राष्ट्रपतिले बुझायो बल्ल बल्ल अब भाषा आयोगले पनि के हुनुपर्छ भाषा आयोगले मानकी बनाउनु पर्छ भाषाको शब्दकोश चाहिन्छ भनेर यहाँ प्रतिवेदनमा आइसकेपछि फेरि शिक्षा मन्त्रालय अलिकति न्यूर्यो धेरै न्यूरेर ल्याएर आएको उसले ल्याएको आएको होइन त्यस पछाडि तपाईँको शिक्षा मन्त्रालयले अब भाषा आयोगले चिठी पनि दियो अनि तपाईको मैले अनि फेरि संघीय मामलाबाट के चिठी दियो त शिक्षा मन्त्रालयलाई अनि तपाईको प्रस्तुत विषयमा 2080-81 को पत्र चलन नम्बर 560 मिति 2081 2/11 गते पाठ्यक्रम विकास केन्द्रको पत्र मार्फत स्वीकृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
राष्ट्रिय अभिलेखलाई काएर नागरिक उड्डयन मन्त्रालयबाट ल्याउनु, संस्कृतिबाट लिपिलाई तपाईँको संरक्षण गर्ने। अनि अभिलेख लागेको चलन नम्बर 933 मा 924 मिति 81/2/18 गते पत्र साथ प्राप्त सम्पूर्ण लिपिको प्रमाणित प्रति सङ्कलन गरी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सञ्चार पत्रचार गराइदिनु हुन भनी अनुरोध भई आएको विषय निर्णय पेश हुँदा राष्ट्रिय अभिलेखलाईबाट प्राप्त प्रमाणित सम्पूर्ण लिपि अनुसार पाठ्यक्रम विकास केन्द्र वा सोही लिपि अनुसार विकास भएको पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पत्रचार गर्ने भनी मिति 2080/81/2/21 गते यस मन्त्रालयको मन्त्री स्तरको निर्णय हुँदा निर्णयको पत्रचार गरिदिनु हुन राष्ट्रिय अभिलेखलाईबाट प्राप्त सम्पूर्ण लिपिको प्रमाणित लिपि सङ्कलन राखी यसै साथ पठाएको छ। भनेपछि हाम्रो लिपिलाई तपाईँको कहिले पठाइदियो त? कहिले पठाइदियो भन्दाखेरि तपाईँको शिक्षा मन्त्रालयले संघीय मामलालाई पठाइदिएको छ तपाईँले भोलि। अनि त्यो स्थानीय तहमा कहाँ लेखेको छ भन्दा जानकारीको लागि कहिले चाहिँ भनेपछि तपाईँको 2000 तपाईँको वेबसाइटमा चाहिँ तपाईँको हाम्रो चिठी चाहिँ 21 गते लेख्यो अनि उसले चाहिँ तपाईँको 24 गते चाहिँ वैशाख जेठ 24 गते चाहिँ सबै स्थानीय मन्त्रालय तपाईँको स्थानीय तहलाई पत्रचार गरेको छ। तपाईँले गाउँपालिकामा रिसर्च गरेर खोज्यो भने भयो। अनि त्यति नपुगेपछि अब त्यो त गर्यो अब फेरि तपाईँको अब बर्बाद भयो। अब पाठ्यक्रम त कसले लेख्ने भनेपछि फेरि हामीले लेखेर हाम्रो गुरुहरूले लेख्यो भनौँ न म लेखक वा सम्पादन तब सम्पादन भन्ने हजुर बुझिहाल्छ। सम्पादन गर्ने गुरुहरू सबै सम्पादन गरेपछि त्यो किताबलाई फेरि आधिकारिक रूपमा कहाँ जाने? बर्बाद भएन। अब त्यो चाहिँ तपाईँको चाहिँ प्रकाशन गर्ने चाहिँ जनक शिक्षा चाहिँ नेपाली किताबमा प्रकाशन गरिदिनु रहेछ। हाम्रो किताब त प्रकाशन नगर्ने। फेरि त्यहाँ गएर खबरदारी गरेर मन्त्रीसँग फेरि चिठी लिएर गएर फेरि तामाङको भाषा प्रकाशन गर्न लाउनको लागि फेरि तपाईँको जनक शिक्षा पाठ्यक्रम विकासले फेरि जनक शिक्षालाई यो किताब चाहिँ प्रकाशन गरिदिनु भनेर फेरि चिठी लेख्यो। प्रस्तुत विषयमा तामाङ मातृभाषा भाषाका तफसिल बमोजिम विषयका पाठ्यक्रम पुस्तक पाठ्य मुद्रित प्रति छपाईका लागि पठाएको छ। यस विषयमा पाठ्यक्रम छपाईको लागि नमुना प्रति तयार गरी सम्बन्धित भाषा विज्ञ सिंहबार तामाङलाई रुजु गराई छपाई गराइदिनुको लागि निर्देश गरेको छ। भनेपछि अहिले तपाईँको 1 देखि 5 सम्म जनक शिक्षाले प्रकाशन गरिदिएको छ। अब त्यो त फेरि व्यापारी रहेछ, फेरि त्यहाँ एजेन्ट रहेछ, फेरि अब बर्बाद र फेरि अब एजेन्ट त्यहाँ त तपाईँको त्यो त सरकारी संस्था रहेछ। फेरि भएपछि अब हामी छाप्नु त छाप्छु, हाम्रो एजेन्ट अब यो सम्पूर्ण लिपिको एजेन्ट छैन हामीसँग भनेर छाप्दिनँ। एजेन्ट बन्छु बाबा म भन्यो फेरि अब भयो त एजेन्ट। त्यहाँ एजेन्ट बनेपछि एजेन्ट बनेर त्यो किताब बिक्री गरिदिनु, सरकारको किताब बिक्री गरिदिनु पर्ने। ल हजुर म बिक्री गरिदिन्छु, सरकारको किताब म बिक्री गरिदिन्छु भनेर त्यहाँ त नेपालीको एजेन्ट विभिन्न किताबको एजेन्ट हुँदो रहेछ नि। एजेन्ट बनेर अहिले फेरि सरकारको एजेन्ट बनेर अस्ति गुरुलाई भने फेरि 1.5 लाखको किताब ल्याएर आएर एजेन्ट बनेपछि त किनिदिनु पर्दै फेरि त्यहाँ फेरि म एजेन्ट बन्छु भने एजेन्ट त सिग्नेचर त गर्यो, सिग्नेचर गरेपछि किताब लैजा भन्छ फेरि। अघि स्कुलमा किताब माग्दैन फेरि। अनि जबरजस्ती मैले तपाईँको 1.5 लाखको किताब ल्याएर पनि आएको छु। यो मेरो बाध्यता। त्यसैले हजुरहरूले के कुरा बुझ्नुपर्छ भन्दाखेरि टिचर भनेको बाहुन होइन, फेरि पनि टिचर भनेको मगर होइन। टिचर भनेको 35,000 जसले खान्छ त्यसले इङ्ग्लिस पढाउनु पर्छ, त्यसले नेपाली पढाउनु पर्छ, त्यसले तामाङ पढाउनु पर्छ। यदि त्यो खाँदैन भने म शासक हुने हो भने म झुकेर शासक नहोस् भन्छु मैले। नहोस् हुँदैन पनि, अब बुढो पनि भयो। राज्यको ड्युटी पुरो गरेन खेर मृत्यु भन्ने लाइसेन्स नल्याएको भए भोलि त खारिज हुन्छ नि। सिपाही भन्ने ड्युटी नबस्ने भने त्यो सिपाहीको जाहिर खान पाउँछ चौकीमा। टिचर भन्ने पाठ्यभार 34 पढाउनु पर्छ हप्तामा भन्ने तामाङको भाषा बाहिर राखेर टिचर मार्छ साहब ल मार्छ।
तामाङ भाषै नपढाउने। अनि फेरि तपाईँको कहिलेबाट निर्णय गरेको त किताब फेरि तपाईँले कहिले तपाईँलाई चाहिँ यो तामाङको किताब कहिले किन्ने कसले किन्ने फेरि पनि तपाईँसँग त्यो अलमल परिरहेको छ। तपाईँ तामाङको किताबै किन्दैन। अब किताबै नकिन्ने भएपछि तपाईँको अब मलाई बर्बाद भएपछि तामाङको किताब नकिनेपछि फेरि तपाईँको 2068 सालमै तामाङको भाषाको किताब किनिदिनु भनेर सरकारले निर्णय गरेको छ। सेठ भण्डाले यो भनेको छ, यो धेरै कुरो लेखेको छ, म धेरै तब समय लिएन। सेठ भण्डाले मातृभाषा सहितका तामाङको भाषाको किताबलाई पनि बुझ्नु पर्दछ भने एक सेटको बापतको लागि पैसा तपाईँको स्कुलमा जान्छ। त्यसबाट किताब किन्नु होइन नि मुद्दा कहिले लाग्छ त भन्दा 68 साल 2 गतेबाट तपाईँ मुद्दा लाग्छ। तामाङको नाममा त्यो किताबको पैसा गएको हुन्छ, किन्दैन न। अनि तपाईँको तामाङको नाममा पैसा चाहिँ जाने, किताब चाहिँ किनेर नदिने तामाङको नाममा, अनि तामाङको नामले फेरि किनाउन लाउने, यस्तो काम पनि भएको छ। त्यस कारणले हेडमास्टरहरू धेरै भएको नै मैले यो कुरा भन्नुपर्ने मेरो कर्तव्य हो, बुझ्नुपर्छ तपाईँ। अहिले तामाङको नाममा कति ठगी गरेको छ। काङ्ग्रेस आयो तामाङको नाममा ठगी, एमाले आयो ठगी, माओवादी आयो, अहिले तपाईँको स्वतन्त्र आयो ठगी। अहिले तपाईँको सरकारले 68 सालमा एक सेटको लागि तामाङको किताब किनिदिनुपर्छ भनेर चाहिँ निर्णय गरेर कुन जिल्ला पठाएको छ भन्दाखेरि अनि मैले तपाईँको जिल्ला काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिधुली, मकानपुर, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, नवगढ, रसुवा, चितवन जिल्लाले लै पछाडि तामाङको भाषाको 68 सालदेखिको तामाङको भाषाको किताबको पैसा एक सेटको लागि जान्छ। किताब किनेन दिएन भनेर मुद्दा हाल्यो भने ठाडो त्यो हेडमास्टरले अथवा तपाईँको शिक्षा कार्यालयले त्यो पैसा वापस गर्नुपर्छ। यो पनि गरिसकेको छु। अब फेरि तपाईँको तामाङ भाषा पढाएको बाबत के पाउँछ, हामीलाई के पाउँछ भनेर मलाई भने भनेपछि फेरि मुद्दा निवेदन हाले। निवेदन हालेपछि तपाईँले के भन्छ भने अब नियुक्ति हुँदा यहाँ भनेको छ, अब नियुक्ति हुँदाखेरि चाहिँ अध्ययन अनुमति तपाईँको मातृभाषा अध्ययन अनुमति दिँदा मातृभाषा ज्ञान भएकोलाई अनुमति पत्र दिनुपर्छ भनिसकेको छ। यो पनि निर्णय गरेर ल्याएको छ। के चाहिँ गरौँ? अब तामाङ भाषा जान्नेलाई अब टिचरमा नियुक्ति गर्नुपर्छ भनेर सरकारले बोलिसकेको छ। अब तपाईँको तामाङको किताब पनि क्लियर भइसकेको छ, पाठ्यक्रमको लागि पैसा पनि छुटाइसकेको छ, सबै निर्णय गरिसकेको छु। अब तपाईँलाई सम्बड भनेर तपाईँको तमहिक भन्ने मान्छेहरूले पनि करिब अब मन्त्री स्तरको निर्णय गरेर उनीहरूले ल्यायो भने सिंहबार जिउँदैछु होइन, सिंहबार त जिउँदै भएको हुनाले त्यसले गर्नु सक्छ कि मलाई थाहा छ। मेरो निर्णय भइसक्यो, अब मसित जाने कामै छैन। मलाई मन्त्री हुनु छैन, मलाई सांसद हुनु छँदै छैन। मेरो भाषा मेरो लिपिले स्कुल र कलेजमा लैजाने हो। अब तपाईँसँग गुरुसँग मैले अनुरोध गरेको छु, पटक गर्छु, अब +2 को किताब लेखेर मर्नुपर्छ। मबाट सक्ने चाहिँ 10 सम्म मात्रै मैले लेख्ने, मैले गर्नु सक्ने क्षमता मसँग 10 सम्म मात्रै। त्योभन्दा मैले लोड बोल्यो भने म फेरि फ्याट या फुट्ला ब्लड प्रेसर भएर